50 जनाहरूको कम होइन कि एउटै घरमा 150 जना बसेर हेऱ्यो भने कति रह्यो भन्दा हामी 3 भाइ पाण्डे चोर क्रोम छोड मसरुममा चाहिँ 25% प्रोटिन। गुड मर्निङ गाइज, के छ खबर, के हुँदैछ? 10:26 भएको छ, भर्खरै उठ्यो हामी। हिमालको भ्यू यस्तो छ गाइज, हेरौँ है त ल। गौली यहाँ मुख धुँदैछ बल्ल, त्यसलाई अल्छी 10:26 जाँदा बल्ल उठिरहेको मान्छे यार। जो देखिरहेको त म त हिमाल पुरुन्चुरबाट हामीले जीवन दाइको बाटो यति सामान लैयो है त ल आजको लागि। मासु खाइन्छ आज, मासु। जीवन दाइ केही छ भन्ने? मार्केटिङ गरिदिरहेको छु कि हजुरको डिस्काउन्ट होला नि? त्यत्रो मासु 440 मा दिएछ, 480 को मासु, अनि फेरि डिस्काउन्ट माग्छौ? डिस्काउन्ट त दिनु पर्यो कि झन् धेरै। 40 रुपैयाँ डिस्काउन्ट भन्छ नि। ल ठिक छ त्यसो भए ल। ल दाइले हामीलाई 40 रुपैयाँ डिस्काउन्ट दिनुहुन्छ। अर्को बादल लागेको जताततै। गौली के छ खबर? पाण्डे के छ? मासु चोर राखेँ मैले भर्खर। चोर साला पाण्डे चोर क्रोम छोड। यहाँ पे क्या हो रहा है भाई? यहाँ पे क्या हो रहा है भाई? ये कहाँ फंस गया भाई मैं? हेलो गाइस, के छ? अब हामी क्लास हिँडेको। कपाल अब यस्तै हो, जति चाहिँ गऱ्यो भने 4 वर्षसम्म यस्तै हुन्छ। कस्तो लाग्यो केटा हिजोको भिडियो? हिजोको भिडियो चाहिँ हामीसँग कन्टिन्यू गर्नु पर्यो। त्यो किचन पनि आउनु पर्यो भन्ने लाग्छ। किचनको नि यता नि देखाउनु, यता नि किचनको फोटो नि आउनु पर्यो। यस्तो गीत सुनौँ होइन, यो कपिराइट लाउन सक्छ। अनि हिजोको भिडियो बनाउन मलाई 4 घन्टा लाग्यो। के भन्नु? एडिटर हायर गर्नु पर्यो। गौलीलाई हिजोको भिडियोमा क्रेडिट थिएन राम्रोसँग। त्यहाँ क्रेडिट अब त्यहाँ एन्ड टिम भनेर थियो, टिममा चाहिँ गौली पनि छ। हामीलाई पनि जब दिनु पर्यो। जब भन्छ ल ठिक छ। यस्तो अब एडिटिङ गर्ने हेल्प गर्न पर्छ केटाहरूले। अनि पाण्डे सिङ्गापुर हिजो भ्लगमा आइएन। हिजोको भ्लगमा समय भएर पनि भ्लगमा राखिनुहोस् होइन। त्यस्तो त होइन, अब अघि हिँड्ने मान्छेले मैले केही भन्न सक्दिनँ। त्यसो अब कन्टिन्यू गर्नु पर्यो। 150 जनाले हेऱ्यो होइन, 150 जनाहरूको कम होइन। अब आज 150 गएको, भोलि 250 जान्छ, पछि 1000। यो चाहिँ हाम्रो कलेजको ग्राउन्ड, हामी फुटबल खेलिन्छ बेला बेलामा हामी। कस्तो लाग्यो त हिजोको भिडियो? दामी हेरेर लायक चाहिँ थिएन। धेरै कन्टेन्ट मैले बनाइदिएको है। म तिमीलाई समोसा तरकारी भनेकै थिएँ त मैले। कस्तो लाग्यो हिजोको भिडियो? एकदम राम्रो लाग्यो। एडिटिङ दामी लाग्यो भनेर आएको राति। कस्तो लाग्यो त? मैले विज्ञान लडाडी किन भन्दाखेरि मैले 6-7 चोटि हेरिसकेको के थियो, मलाई एकदम राम्रो लाग्यो। हिजो भ्लग हेर्न गएको त नि मस्त लाएर हेरेर के थियो बाबुजीको रियाक्सन? एरिबरी केटीहरू मात्र छन् भन्ने डाइलग दिइरहेको थिएँ। क्यामेराम्यान होइन त नि। ल थ्याङ्क यू है त। ल सक्यो। अब गइन्छ मस्त लाएर गएकोमा गइन्छ, चिया खाइन्छ, फ्रेस हुन्छ। के भन्दै हुनुहुन्थ्यो अरे मेरो बारेमा? बाबुले कपाल बालेर आफ्नो सोख हुन्छ। यो कपालले छाताको काम गर्छ अरे है त गाइस। ल हामी पाठकहरूको घर आइयो है त। के गर्दैछन् त केटाहरू, यसो बुझौँ। पाण्डे के छ, के गर्दैछस्? खाना खाइस्? खाना पाक्दैछ भित्र। ठिक छ। को छ त नि यहाँ? खै को छ? खै त नि पाठक कहाँ गयो त नि? कहिले कति लाग्छ नि? ल लखेर आएर पनि सुतिराखे मान्छे यार। के पाक्यो? वेलकम ब्याक। के छ? बोगाडस के पाक्दै अब तेरो गौलीको लागि स्पेसल च्याउ विथ आलु देखाइने। ल पाठक है त हाम्रो सेफ। के छ त नि खबर? ठिकै छ यार मेरो यार। मन प्रफुल्ल के भन्छ, प्रफुल्ल प्रफुल्लित। ल गाइस, अब पाठकको मन प्रफुल्लित भइसकेछ। हेलो सब्स्क्राइब। ल ठिक। हामी 3 भाइ
छौँ यहाँ भिडियो बनाउँदैछौँ रातिको बेलामा रातिको खाना बस्नु लाग्यो खाना बस्किँदैछु के छ हामीसँग भेराइटी अब हामीसँग भेराइटी भनेको आज भनेको एउटा चाहिँ लामो च्याउ छ लामो च्याउ लामो च्याउ र डल्ले च्याउ छ लामो च्याउ र डल्ले यो चाहिँ डल्ले च्याउ हो यो चाहिँ लामो च्याउ हो यो चाहिँ दाल हो मुसुरो र मासको दाल यसमा चाहिँ मुसुरोमा चाहिँ 25% प्रोटिन अर्को रातो दालमा चाहिँ 25% प्रोटिन कार्बोहाइड्रेट चाहिँ 24% प्रोटिन अनि अनि यसमा चाहिँ कार्बोहाइड्रेट छ फुल अफ कार्बोहाइड्रेट त्यस्तो कुरा छ अनि यो तरकारीमा के छ त तरकारीमा आज चाहिँ आलु र च्याउ छ प्रोटिन कति छ भनिरहेको यार प्रोटिन अब च्याउ खै त्यो चाहिँ यो चाहिँ हामीसँग स्यालेड बन्छ स्यालेड पनि छ हामीसँग त्यो लागि यति कुरा फसियो